एक समयको कुरा हो, एउटा गाउँमा रमेश नामको मानिस बस्थ्यो। ऊ निकै चलाक थियो, तर त्यति नै लोभी पनि। उसलाई अरूलाई धोका दिएर आफू फाइदा लिन धेरै मन पर्थ्यो। गाउँका मानिसहरू उसलाई विश्वास गर्दैनथे, तर उसले कहिल्यै आफ्नो बानी सुधार्न चाहेन। एक दिन गाउँमा एउटा बुढो साधु आयो। साधुले गाउँभरि घुम्दै सबैलाई राम्रो कर्म गर्न सल्लाह दिइरहेको थियो। जब साधु रमेशको घरमा पुग्यो, रमेशले उसलाई पनि झुटो कुरा सुनाएर पैसा लिन खोज्यो। साधुले शान्त स्वरमा भन्यो, तिमी धेरै चलाक छौ, तर तिम्रो चालाकी तिमीलाई एक दिन जनावर बनाउनेछ। रमेश हाँस्यो। उसले सोचे, यो त साधुको खाली डराउने कुरा हो। दिन बित्दै गयो। रमेश अझै लोभी र धोकेबाज बन्दै गयो। एक दिन उसले आफ्नो सबैभन्दा मिल्ने साथीलाई पनि ठूलो धोका दियो। साथीले विश्वास गरेर दिएको पैसा रमेशले फिर्ता गरेन। त्यही रात रमेशलाई अनौठो सपना आयो। उसले आफूलाई जङ्गलमा देख्यो। उसको शरीर फरक भइसकेको थियो। ऊ मानिस होइन, एउटा बाँदर बनिसकेको थियो। सुरुमा रमेश डरायो। उसले बोल्न खोज्यो तर शब्द निस्केन, केवल क्याँ क्याँ आवाज मात्र आयो। ऊ दौडियो, तर गाउँका मानिसहरूले उसलाई चिनेनन्। सबैले उसलाई जनावर जस्तो व्यवहार गरे। बिस्तारै उसले बुझ्न थाल्यो, मलाई जसरी मैले अरूलाई धोका दिएँ, अहिले मलाई पनि त्यस्तै व्यवहार भइरहेको छ। जङ्गलमा बाँच्न सजिलो थिएन। उसले खाना खोज्नु पर्थ्यो, अरू जनावरसँग जुध्नु पर्थ्यो र सधैँ डरमा बाँच्नु पर्थ्यो। त्यो कठिन जीवनले उसलाई सोच्न बाध्य बनायो। एक दिन ऊ त्यही साधुलाई जङ्गलमा भेट्यो। रमेश, अब बाँदरले आँखा रसाएर साधुको अगाडि बस्यो। साधुले उसको आँखामा हेरेर भन्यो, तिमीले आफ्नो गल्ती बुझेको छौ? रमेशले टाउको हल्लायो। साधुले भन्यो, मानिस बन्न सजिलो छ, तर राम्रो मानिस बन्न गाह्रो छ। तिमीले अरूलाई धोका दिएर आफूलाई हराएका छौ। त्यसपछि साधुले आँखा बन्द गरेर मन्त्र जप्यो। अचानक रमेश फेरि मानिसमा बदलियो। रमेश रोयो। उसले जीवनमा पहिलो पटक साँचो पश्चाताप गर्यो। त्यसपछि उसले सबैसँग माफी माग्यो, साथीलाई पैसा फिर्ता गर्यो र इमान्दार जीवन सुरु गर्यो। गाउँका मानिसहरूले पनि बिस्तारै उसलाई फेरि विश्वास गर्न थाले।